हेलो गाइस, हामी आज बाबासँग हाम्रो फार्ममा आएको छौँ। अनि यहाँ मैले चिया बसालेको छु। बिस्कुट लिएर आएको थियौँ हामीले बाटोमा। अनि बाबाले यहाँ कति धेरै साग टिप्नु भएको छ। यो निउरो भयो, यो के भन्छन् यसलाई, मरौटी, झार, अनि यो सानो खाले साग। त गाइस, यता हेर्नु, साग त्यहाँ साग रोप्नु भएको छ बाबाले। यता पनि पुरै साग छर्नु भएको छ। बुरुरु र उम्रेछन्, बिचा खाली देखेछ, उम्रिन्छ आस्ते आस्ते। यता पनि हेर्नु, अनि यता हेर्नु कति धेरै खुर्सानी छ। यहाँ हेर्नु, खुर्सानीको बुट्टो छ। कति खुर्सानी खानुहुन्छ। अनि यहाँ मात्रै होइन, तल पनि छ। पुरै खुर्सानी हो, यिनीहरू सबै खुर्सानी हो। अनि यता पनि छ, हेर्नु कति धेरै। अनि हेर्न सक्नुहुन्छ, यता पनि छन्, खुर्सानी पनि छ, सागहरू पनि रोप्नु भएको छ। यता त फुल हेर्नु, फुलहरू कति धेरै छ। सनसेट हेर्न सक्नुहुन्छ। यता सनसेट कति राम्रो देखिन्छ यहाँबाट। बैगुनको बुटो पनि छ। अनि यहाँ बाबाले धनिया रोप्नु भएको छ। यो अदुवाहरू छ, यहाँ अदुवा पनि रोप्नु भएको। अनि यो हाम्रो सानो कुटीरो, हाम्रो पानी पर्दा ओत लाग्ने ठाउँ। साग हेर्नु, फेरेनको साग। जताततै रमाइलो छ। हेर्न सक्नुहुन्छ कति राम्रो छ जताततै। अनि यता बाबाले भर्खरै पानी हाल्नुभएको सागमा। हाम्रो ग्रिन चिल्ली, खुर्सानी त जति भने पनि छ खुर्सानी। म धेरैमा आएँ यहाँ, म कति महिनापछि आएँ। म धेरै पछि आएको, मलाई त थाहा पनि थिएन यस्तो राम्रो गराउनु भएछ बाबाले। फुलहरू पनि कति राम्रो देखेछ। अनि यता हेर्नु, धनियाहरू छ, धनिया रोप्नु भएको छ बाबाले। अनि गाइस, यहाँ कति धेरै मान्छेहरू पिकनिक खान पनि आइसकेछन् हाम्रो यो बगानमा। हाम्रो भाइको अफिसबाट पनि थुप्रै कोलिगहरू, साथीहरू पिकनिक खानलाई यता आएको छन्। अनि हामीले पनि फ्यामिली पिकनिक गरेको थियौँ, किनभने एकदम रमाइलो ठाउँ छ यहाँ हेर्नु जताततै। घाम, भिडियो बनाउने चक्करमा मेरो चिया उम्ल्यो कि उम्लेन गाइस। उम्लेको त होला खै। बिस्किट, चाय बिस्किट। बगान पिकनिक। खुच्चे खुर्सानी, खुर्सानी नै खुर्सानी। बाप रे, बाबाले त के खुर्सानी खेती नै गर्नु परेछ के बाबाले।
तो गाइस हम लोग चाय वगैरह बिस्किट वगैरह खा लिया, सब्जी वगैरह पैक कर लिया ये झोला में, और ये हमने गाड़ी इधर पार्क किया था। और यहाँ देखिए कुछ ऐसा है नज़ारा, बादल ऐसा है पूरा ऐसे घना होके, धूप बादल के पीछे है। तो गाइस ये देखिए हमारा माइक। हेलो हेलो ज्योति जी, आपका 2 दिन का जो काम कैसा रहा? पहला एक्सपीरियंस ले रही हूँ, बहुत अच्छा मेरे बॉस भी बहुत अच्छे हैं। मम्मी जी आपको थकान महसूस हो रही है नीचे से आगे? मैं सोचे हाँ। मम्मी हजुरलाई आफ्नो बगानमा गएर खुर्सानीको बुटे देख्दा के अनुभव भइरहेको? बहुत खुसी लाग्यो, खुर्सानी एकदम राम्रो छ, आफ्नो मेहनत देखेर खुसी लाग्यो। चलो अब आजको इंटरव्यू समाप्त करते हैं। चलो ए धुलो टकटकाएर घुस्नु पर्ने हो।